हार्दिक निमन्त्रणा। शिक्षा अनुशासन र कर्तव्य बोधलाई जीवनको आधार बनाउँदै निरन्तर रूपमा शैक्षिक यात्रामा अगाडि बढिरहेको बरेङ गाउँपालिका वडा नम्बर 1 धुल्लु बाँसकोट उर्लेनी स्थित श्री नेपाल कर्तव्य पालन सामुदायिक विद्यालयको 36औं वार्षिक जन्मोत्सव तथा अभिभावक दिवस यही आउँदो मिति 2082 फागुन 14 गते ठीक बिहानको 10 बजेबाट विविध कार्यक्रम सहित विद्यालयको प्राङ्गणमा सभ्य भव्य र अनुशासित रूपमा मनाइने भएको छ। 3 दशक भन्दा बढी समयदेखि समाजमा शिक्षाको उज्यालो छर्ने अभियानमा समर्पित यस विद्यालयले यस अवसरमा आफ्नो शैक्षिक उपलब्धि, विद्यार्थीहरूको सृजनशील प्रतिभा, अनुशासित प्रस्तुतिहरू तथा विविध सांस्कृतिक कार्यक्रम मार्फत अभिभावक, शिक्षक र समुदाय बीचको सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ। कार्यक्रममा विद्यार्थीहरूको नृत्य, गायन, कविता वाचन, अभिनय तथा शैक्षिक प्रगति सम्बन्धी प्रस्तुति रहनेछ। साथै विद्यालयका प्रधानाध्यापकद्वारा विद्यालयको वार्षिक प्रतिवेदन समेत पेश गरिनेछ। विद्यालयको शैक्षिक उन्नयन, गुणस्तरीय शिक्षा र नैतिक मूल्यको विकासमा अभिभावक तथा समाजको भूमिका महत्त्वपूर्ण हुने विश्वासका साथ आयोजना गर्न लागि यस कार्यक्रममा समस्त अभिभावक, शिक्षा प्रेमी, शुभेच्छक, शुभचिन्तक तथा समाजका अग्रज व्यक्तिहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनु हुन विद्यालय परिवारले अनुरोध गरेको छ। यस ऐतिहासिक दिनमा तपाईहरूको अमूल्य उपस्थिति, सुझाव र प्रेरणाले विद्यालयलाई आगामी दिनमा अझ जिम्मेवार, प्रभावकारी र गुणस्तरीय शिक्षाको केन्द्रको रूपमा अघि बढ्न ठूलो हौसला मिल्नेछ भन्ने विश्वास लिएको छ। सबैको साथ, सहयोग र उपस्थितिको अपेक्षा सहित श्री नेपाल कर्तव्य पालन सामुदायिक विद्यालय परिवार तपाईहरू सबैमा हार्दिक निमन्त्रणा व्यक्त गर्दछ।